आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजयी भएको छैन। हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु र तपाईँको निम्ति क्रमै अनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, ताकि तपाईँलाई बताइएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। यहुदाको राजा हेरोदको समयमा जकरिया नाउँ भएको एकजना पुजारी उसको श्रीमती एलिसिबासँग बस्थे। परमेश्वरको नजरमा दुवैजना धार्मिक थिए, तरै पनि उनीहरूको कुनै सन्तान थिएन। एक दिन जकरिया मन्दिरमा सेवा गरिरहेका थिए। त्यहाँ एउटा स्वर्गदूत देखा परे र तिनलाई भने, नडराऊ, किनकि तिम्रो प्रार्थना परमेश्वरले सुन्नु भएको छ। एलिसिबाले एउटा बालकलाई जन्म दिनेछ र उसको नाम यूहन्ना भनेर राख्नु पर्नेछ। जकरियालाई यो कुरामा शङ्का लाग्यो, किनभने ऊ र उसको श्रीमती दुवैजना एकदमै वृद्ध भइसकेका थिए। जकरियाले यो कुरामा विश्वास नगरेको कारण स्वर्गदूतले उसलाई यो भन्यो कि अब ऊ बोल्न सक्दैन। जब जकरियाले मन्दिर छाडे, उसले कसैसँग पनि कुरा गर्न सकेन। उसकी श्रीमती एलिसिबा गर्भवती भइन् र उनी 5 महिनासम्म एकान्तवासमा बसिन्। र यसो भनिन्, मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो। 6औं महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालिलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्या केटी कहाँ गए जसको मगनी दाउदका घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशू राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। परमप्रभु परमेश्वरले उसको पुर्खा दाउदको सिंहासन उसलाई दिनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ, किनकि म कन्या हुँ। स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसै कारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलिसिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाँझी कलाएकी थिइन् तिनी अहिले 6औं महिनामा छिन्, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परमप्रभुकी दासी,
मलाई तपाईको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। ती दिनमा मरियम आत्तुरीसँग पहाडतर्फ यहुदियाको एउटा गाउँमा गइन् र जकरियाको घरमा पसेर एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन्, तब तिनको गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन्। र एलिसिबाले चर्को स्वरले भनिन्, स्त्रीहरूमा तिमी धन्य के हौ र तिम्रो गर्भको फल धन्यको हो। म माथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा म कहाँ आइन्? किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। तिनी धन्य के हुन् जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्। केही महिनापछि एलिसिबाले एउटा छोरा जन्माइन्। यतिन्जेलसम्म पनि जकरिया बोल्न नसकेको कारण जकरियाले एउटा पाटीमाथि उसको नाउँ यूहन्ना हो भनी लेखे। तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे। यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने, किनकि परमप्रभुको बाहुली यसमाथि थियो। यो घटना हुनुभन्दा झण्डै 700 वर्ष अघि अगमवक्ता यशायाले लेखेका थिए, म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँको पथ सोझा बनाओ। त्यसैले जकरिया र एलिसिबाको पुत्र, जसलाई पछि बप्तिस्मा दिने यूहन्ना भनेर चिनिन्छ, जो उजाड स्थानमा पापको क्षमादानको लागि पश्चातापको बप्तिस्माको बारेमा प्रचार गर्दै गरेको देखा परे। समस्त यहुदिया देश र यरुसलेमका सबै बासिन्दाहरू तिनी कहाँ निस्किआए र तिनीहरूले आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। यूहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे र सलह र वनमह खान्थे। तिनले यसो भन्दै प्रचार गरे, जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फिता फुकाउने लायकको म छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। अब ती दिनमा येशू गालिलको नासरतबाट आउनुभयो र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। पानीबाट उक्ली आउने बित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज आयो, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु। येशू ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ, दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्। हेर, कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन्
र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। योसेफ निद्राबाट बिउँझे र परमप्रभुका दूतले उनलाई भने बमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउन्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले मरियमलाई समाजको अगाडि लज्जास्पद साथ छोडपत्र दिन सक्थे र त्यो भन्दा नराम्रो पनि गर्न सक्थे, जुन चाहिँ त्यो समयको संस्कार र समय अनुसार आशा गरेको जस्तै हुन्थ्यो। तर योसेफ एउटा परमेश्वरलाई प्रेम गर्ने धार्मिक मानिस थिए, जसको विश्वास उसको हृदयमा भएका शङ्का र डर भन्दा पनि बलियो थियो। योसेफ येशूको शारीरिक पिता नभए तापनि उहाँ येशूको सांसारिक पिता बन्नुभयो। योसेफले येशूलाई सिकर्मीको व्यवसाय सिकाए। जब येशू 30 वर्षको उमेर पुग्नुभयो, उहाँको स्वर्गको पिताले पठाउनु भएको काम गर्न सुरु गर्न लाग्नुभयो। अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलताहरू निको पार्दै सारा गालिलभरि घुम्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिजियो र बिरामीहरू अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका र छारे रोग लागेका र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालिल, डेकापोलिस, यरुसलेम, यहुदिया र यर्दन पारीदेखिका ठूला भिडहरू उहाँको पछि लागे। येशूले एक्लै काम गर्नु भएन। उहाँले 12 जना नजिकको चेलाहरूलाई सँगै उहाँसँग हिँड्नको लागि छान्नुभयो। उनीहरू विज्ञ थिएनन्, उनीहरू मानिसहरूको अगाडि साधारण मानिसहरू थिए। जस्तै भए तापनि येशूले आफ्नो जीवनबाट हामीहरूलाई कति मूल्य र माया गर्नुहुन्छ भनेर देखाउनुभयो। चाडपर्वको लागि येशू र उहाँका चेलाहरू यरुसलेमतर्फ लागे। जब उहाँ बेथस्दाको तलाउमा पुग्नुभयो, उहाँले धेरै सङ्ख्यामा रहेका अपाङ्गहरूलाई पस्रिरहेको देख्नुभयो। त्यहाँ 38 वर्षदेखि बिरामी भएको एकजना मानिस थियो। येशूले त्यसलाई त्यहाँ पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर येशूले त्यसलाई भन्नुभयो, के तिमी निको हुन चाहन्छौ? येशूले त्यसलाई भन्नुभयो, खडा हो र आफ्नो ओछ्यान उठाऊ र हिँड। तुरन्तै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकी ऊ हिँडिहाल्यो। त्यो दिन सबातको दिन थियो र धार्मिक अगुवाहरूले जो मान्छे निको भएको थियो उसलाई यसरी भन्यो कि आज सबातको दिन हो र व्यवस्था अनुसार तिमीले आफ्नो ओछ्यान बोकेर हिँड्न उचित छैन। जब उनीहरूले येशूले नै त्यस मानिसलाई निको पारेको हुन् र सबातको दिन आफ्नो ओछ्यान बोकेर हिँड्न आदेश दिएको थाहा पाए, त्यसपछि उनीहरूले येशूलाई सतावट दिन सुरु गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, मेरा पिताले अहिलेसम्म काम गरिरहनु भएको छ र म पनि काम गरिरहेछु। यसकारण यहुदीहरूले येशूलाई मार्न अझ बढी प्रयत्न गर्न लागे, किनकि उहाँले सबात दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ पुत्रले त्यसै गर्छ। किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यी भन्दा महान काम उहाँले पुत्रलाई देखाउनुहुनेछ र तिमीहरू आश्चर्यचकित हुनेछौ। किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ त्यसलाई जीवन दिन्छ। किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ, ताकि सबैले पुत्रको आदर गरून् जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनु हुने पिताको पनि आदर गर्दैन। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। येशूले मन्दिरको परिसरमा सिकाइरहनुभयो र उहाँले बोलेको र गरेको कामहरू देखेर मानिसहरू अचम्मित भए।
उहाँ जहाँ जानुहुन्थ्यो भिडहरूले उहाँलाई त्यहीँ पछ्याउन थाले। जसै एक दिन येशूले सिकाउँदै हुनुहुन्थ्यो। शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए र त्यसलाई माझमा उभ्याए। तिनीहरूले उहाँलाई भने, गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी। व्यवस्थामा मूसाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईँ यसको बारेमा के भन्नुहुन्छ? तर तिनीहरूले उहाँको जाँच गर्नलाई र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले उहाँलाई सोधि नै रहे, तब उहाँले खडा भएर तिनीहरूलाई भन्नुभयो, तिमीहरूमा जो पाप रहित छ त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्। अनि फेरि निहुरेर उहाँले भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले यो सुने, तब ठुलादेखि सुरु गरी सानासम्म एक एक गरेर गए र येशू त्यस स्त्रीसँग एक्लै छोडिनुभयो। अनि त्यो स्त्री चाहिँ उहाँको अघि उभिरही। येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन? त्यसले भनी, प्रभु, कसैले दिएन। येशूले भन्नुभयो, म पनि तिमीलाई दण्ड दिन्न। जाऊ अनि फेरि पाप नगर। येशू र उहाँको चेलाहरू परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै एक सहरदेखि अर्को सहर हुँदै यात्रा गरे र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकुबको इनार थियो। येशू यात्राले थाक्नु भएको हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह्न भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी, तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ? यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्ने थियो र उसले तिमीलाई जिउँदो पानी दिने थियो। त्यस स्त्रीले उहाँलाई भनी, हजुर, तपाईसित उघाउने भाँडो छैन र इनार पनि गहिरो छ, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पुर्खा याकुब भन्दा ठुला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले, उनका सन्तान र उनका गाई बस्तुले यही इनारको पानी पिए। येशूले त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। त्यस स्त्रीले उहाँलाई भने, हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्दैन। येशूले त्यसलाई भन्नुभयो, जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ। त्यस स्त्रीले भने, मेरो पति छैन। येशूले तिनलाई भन्नुभयो, तिम्रो पति छैन भने तिमीले ठिकै भन्यौ,
किनभने तिम्रा 5 जना पति भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ। त्यस स्त्रीले उहाँलाई भनी, हजुर, तपाईँ अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे अनि तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरुसलेम हो। येशूले तिनलाई भन्नुभयो, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरुसलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ, हामी जे आराधना गर्दछौँ सो जान्दछौँ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। तर बेला आइरहेछ र त्यो बेला अहिले नै हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। त्यस स्त्रीले उहाँलाई भनी, म जान्दछु कि मसीहा आउनुहुन्छ जसलाई ख्रिस्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ। येशूले तिनलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। त्यति नै बेला उहाँका चेलाहरू आए र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनु भएको देखेर छक्क परे। तर तपाईँ के चाहनुहुन्छ अथवा तपाईँ त्यस स्त्रीसँग किन बातचित गर्दै हुनुहुन्छ भनी कसैले सोधेनन्। त्यस स्त्री सहरमा फर्केर गइन् र के घटना भएको थियो त्यो सबैलाई बताइन्। मैले जे गरेँ उहाँले मलाई सबै भनिदिनु भयो भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। परमेश्वरले अब्राहमलाई गरेको प्रतिज्ञा येशू मसीहद्वारा पूरा भयो। विश्वास गर्नेहरूलाई मुक्ति दिन येशू यस संसारमा आउनुभयो। येशूले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। धार्मिक गुरुहरू येशूदेखि डराए। उहाँ मानिसहरूमाझ प्रख्यात हुनुहुन्थ्यो। उहाँले दया देखाउँदै र क्षमा दिँदै अधिकारसहित परमेश्वरको राज्यको बारेमा बोल्नुभयो। अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ, किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ। हेर, अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्नेछन्, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दीनहरूलाई उचाल्नु भएको छ। भोकाएकाहरूलाई उहाँले असल चिजहरूले तृप्त पार्नु भएको छ र धनीहरूलाई उहाँले रित्तै हात पठाउनु भएको छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्राएललाई सहायता दिनुभएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभयो चाहिँ अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। येशूलाई उहाँको कुनै प्रिय साथीको घरमा बोलाइयो। उहाँको मित्र लाजरसको अचानक मृत्यु भयो। येशू र उहाँको चेलालाई लाजरसको घरमा पुग्न धेरै दिन लाग्यो। उसको दिदी बहिनीहरू आफ्नो भाइ गुमाएकोमा शोक मनाइरहेका थिए। जब येशूले आफैलाई चिहानतर्फ लैजान आग्रह गर्नुभयो, येशू त्यहाँ आफ्नो अन्तिम श्रद्धाञ्जलीको लागि गएको होला भनी मानिसहरूले विचार गरे।
तर त्यसको विपरीत लाजरसलाई येशूले जीवित पार्नुभयो। उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भिडका मानिसहरूले उहाँको गवाई दिइ नै रहे। उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भिड उहाँलाई भेट्न गएको थियो। तब फरिसीहरूले एक अर्कालाई भन्न लागे, हेर, तिमीहरूबाट केही हुने होइन, देख्दैछौ संसारै त्यसको पछि लागिसक्यो। यस संसारमा येशूले आफ्नो सम्पूर्ण जीवन पापरहित जिउनुभयो। उहाँले कहिल्यै कुनै गलत काम गर्नु भएन। त्यसै कारणले उहाँको जीवन सबै मानवताको पापको लागि एउटा सिद्ध बलिदान भयो। पछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ। कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस्, र म जहाँ छु मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ। अब मेरो प्राण व्याकुल भएको छ र म के भनौँ? हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्। होइन, यसै कारणले नै म यस घडीसम्म आइपुगेको छु। हे पिता, तपाईका नाउँको महिमा गर्नुहोस्। तब स्वर्गबाट एउटा यस्तो आवाज आयो, मैले त्यो महिमा गरेको छु र फेरि गर्नेछु। त्यहाँ खडा भएको भिडले यो सुनेर भन्यो, यो मेघ गर्जन हो। अरूहरूले भने, स्वर्गदूत उनीसँग बोलेका हुन्। येशूले जवाफ दिनुभयो, यो आवाज मेरो निम्ति भएको होइन, तर तिमीहरूका निम्ति हो। अब यस संसारको न्याय हुन्छ। यस संसारको शासक बाहिर फालिनेछ। अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबै मानिसहरूलाई आफूतिर खिच्नेछु। उहाँको मृत्यु कुन प्रकारले हुने हो सो सङ्केत दिनलाई उहाँले यसो भन्नुभएको थियो। भिडले उहाँलाई सोध्यो, ख्रिस्ट सदा सर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौँ। तपाईँ कसरी भन्न सक्नुहुन्छ मानिसको पुत्र उचालिनै पर्छ? यो मानिसको पुत्र चाहिँ को हो? येशूले तिनीहरूलाई भन्नुभयो, अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग छ। ज्योति तिमीहरूसँग छाउन्जेल हिँडुल गर, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। कोही अन्धकारमा हिँडुल गर्छ भने त्यसले आफू कहाँ गइरहेछु सो थाहा पाउँदैन। जबसम्म ज्योति तिमीहरूसँग छ, ज्योतिमा विश्वास गर, र तिमीहरू ज्योतिका सन्तान हो। पछि येशूले चेलाहरूलाई भन्नुभयो, मलाई विश्वास गर्नेले मलाई होइन, तर मलाई पठाउनु हुनेमाथि विश्वास गर्दछ। जसले मलाई देख्दछ त्यसले मलाई पठाउनु हुनेलाई देख्दछ। म संसारमा ज्योति भएर आएको छु, ताकि ममाथि विश्वास गर्ने अन्धकारमा नरहोस्। कसैले मेरा बाणी सुन्छ र ती पालन गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनभने म संसारको न्याय गर्न आएको होइन, तर संसारलाई बचाउन आएको हुँ। येशूले आफ्नो जवानी जीवनको 3 वर्ष आफ्नो चेलाहरूसँग परमेश्वरको राज्यको सुसमाचारको बारेमा बताउँदै हिँड्नुभयो। तर उहाँको धेरै नजिकको चेलाहरूले यसको साँचो अर्थ बुझ्न सकेनन्। येशू उनीहरूलाई रोमी सरकारको निर्दयी शासनबाट बचाउनु आउनुभएको भनेर तिनीहरूले सोचेका थिए। परमेश्वरको आज्ञा पूरा गर्नको निम्ति उहाँ तिनीहरूबाट टाढा जानुपर्छ भनेर धेरैचोटि येशूले उनीहरूलाई भन्नुभएको थियो। यस कुराले चेलाहरूलाई निराश बनायो। येशूले उनीहरूलाई भन्नुभयो, तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र? कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई सोध्यो, हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? हामी जान्दैनौँ।
तब हामीले कसरी बाटो चिन्ने? येशूले तिनलाई भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियो। अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। सबैजना नाउँ दर्ता गराउन आफ्नो आफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेहेम भन्ने दाउदको सहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन्। र उहाँलाई लुगाले बेरेर डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। स्वर्गदूतले दिएको आदेश अनुसार योसेफले बालकको नाम येशू राखे। त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एकजना स्वर्गदूत तिनीहरू कहाँ देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुँडमा सुताइराखेको भेट्टाउनेछौ। तब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, आओ हामी बेथलेहेमसम्म जाउँ र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनु भएको कुरा गएर हेरौँ। तिनीहरू आतुरीसँग गए र मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ डुँडमा सुतिरहेका भेट्टाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। त्यसपछि उहाँहरू गेत्सेमनी नाउँ भएको ठाउँमा जानुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बस। तब उहाँले पत्रुस, याकुब र यूहन्नालाई साथमा लैजानुभयो र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ, तिमीहरू यहीँ बस र जागा रह। अनि अलि पर गएर उहाँ भुइँमा घोप्टिनुभयो र हुन सक्छ भने त्यो घडी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईँले इच्छा गर्नुभए जस्तो होस्। केही समयपछि येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, बेला आइपुग्यो, हेर मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ। उठ, जाउँ, हेर मलाई विश्वासघात गर्ने नजिकै छ। एकजना चेलाले उहाँलाई धोका दिनेछ भनेर उहाँलाई थाहा थियो। आफूलाई सताउने धार्मिक गुरुहरूबाट उम्किने शक्ति उहाँसँग थियो, तैपनि उहाँ आफ्नो खुसीले
उनीहरूसँग जानुभयो, किनभने यो सबै परमेश्वरको योजनाको एउटा भाग थियो। तब तिनीहरूले येशूलाई प्रधान पुजारी कहाँ लगे र त्यहाँ सबै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरू जम्मा भएका थिए। अब मुख्य पुजारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्। धेरैले उहाँको विरुद्धमा झुटो गवाही दिए, तर तिनीहरूले दिएको गवाहीले मेल खाएन। कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए, यसले यसो भनेको हामीले सुन्यौँ, मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु र हातै बिना बनाइएको अर्को मन्दिर म 3 दिनमा निर्माण गर्नेछु। तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन। तब प्रधान पुजारीले बीचमा खडा भएर येशूलाई सोधे, के तँसँग केही जवाब छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाही दिएको के हो? तर येशू चुप लाग्नुभयो र केही जवाफ दिनु भएन। फेरि प्रधान पुजारीले उहाँलाई सोधे, के तँ परम धन्यको पुत्र ख्रिस्ट होस्? येशूले भन्नुभयो, म हुँ। अनि तपाईहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्यातेर भने, हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र? तिमीहरूले ईश्वर निन्दा त सुनिहाल्यौ, तिमीहरूको के विचार छ? अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए। हेरोद राजाको समयमा यहुदियाको बेथलेहममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरुसलेममा आइपुगे र तिनीहरूले भने, यहुदियाका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए र तिनीसँग सारा यरुसलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे र ख्रिस्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गरे। तिनीहरूले तिनलाई भने, यहुदियाको बेथलेहेममा, किनभने अगमवक्ताले लेखेका छन्, ए बेथलेहेम, यहुदा मुलुकको गाउँ, त कुनै किसिमले यहुदाका शासकहरूका बीचमा कुनै भन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एकजना शासक निस्किआउनेछन् जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नेछन्। तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, जाओ र ठिकसँग त्यस बालकको खोजी गर, तिनलाई भेटाएपछि मलाई खबर गर र म पनि तिनलाई दण्डवत गर्नेछु। हेरोदले गोप्य रूपमा बालकलाई मार्ने योजना बनाए। तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे त्यो तारा तिनीहरूका अघि अघि गयो र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यही अडियो। जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्रका भेटी चढाए। अनि हेरोद कहाँ फर्की नजानु भन्ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। तिनीहरू गएपछि परमप्रभुका एउटा दूत सपनामा योसेफ कहाँ देखा परे र तिनले यसो भने, उठ, साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्र देशमा भागिहाल र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ। अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्र देशमा राति नै गइहाले र हेरोदको मृत्यु नहुन्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, मैले आफ्ना पुत्रलाई मिश्र देशबाट बोलाएँ। बिहान हुने बित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे र पिलातस कहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूका राजा हौ? उहाँले उनलाई जवाफ दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्। तर येशूले फेरि केही जवाफ दिनु भएन, यहाँसम्म कि पिलातस छक्क परे।
पिलातसले भिडलाई सम्बोधन गरे, त्यसो भए जसलाई तिमीहरू यहुदीहरूका राजा भन्छौ उसलाई चाहिँ म के गरौँ त? तिनीहरू फेरि चिच्याए, त्यसलाई क्रुसमा टाङ्नुहोस्। पिलातसले तिनीहरूलाई भने, किन? उसले के अपराध गरेको छ र? तर झन साह्रो गरी चिच्याएर तिनीहरूले भने, त्यसलाई क्रुसमा टाङ्नुहोस्। भिडलाई सन्तुष्ट पार्नको निम्ति पिलातसले येशूलाई कोर्रा हान्न र क्रुसमा टाङ्नको लागि सुम्पिदिए। सिपाहीहरूले उहाँलाई महलभित्र लगे र जम्मै पल्टनलाई भेला गराए। अनि तिनीहरूले उहाँलाई बैजनी रङको वस्त्र लगाइदिए र काँडाहरूको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए। अनि यहुदीहरूका राजाको जय भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके र घुँडा टेकेर उहाँलाई दण्डवत गरे। अनि येशूको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए र उहाँका आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रुसमा टाङ्नलाई बाहिर लगे। अनि अलेक्जेन्डर र रुफसका बुवा कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे र येशूको क्रुस बोकेर लैजान तिनलाई कर लगाए। त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए। गलगथाको अर्थ खोपडीको स्थान हो। अनि तिनीहरूले उहाँलाई मुर्र मिसाएको दाखमत दिए, तर त्यो उहाँले ग्रहण गर्नु भएन। अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए तब त्यहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र ती अपराधीहरूमध्ये एकजनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रुसमा टाँगे। अनि येशूले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले। मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, यसले अरूलाई बचायो, यो परमेश्वरका ख्रीष्ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्। मोसाको व्यवस्था अनुसार तिनीहरूको शुद्ध हुने समय पुरा भएपछि तिनीहरूले येशूलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरुसलेममा ल्याए, जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ। यरुसलेममा सिमियोन नाउँ भएका एकजना मानिस थिए। उनी इस्राएलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा बुबाले बालक येशूलाई उहाँको निम्ति व्यवस्था अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब उनले उहाँलाई आफ्नो काखमा लिए र परमेश्वरलाई धन्यवाद दिएर भने, अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईको उद्धार देखेका छन्, जो तपाईले सबै मानिसहरूका सामुन्ने तयार पार्नु भएको छ, अन्य जातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईका जाति इस्राएललाई महिमाको निम्ति ज्योति। अनि उहाँका बुवा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे। सिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट हुन् अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ।
अनि येशूको क्रुसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए। जब येशूले आफ्नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकै उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, नारी, हेर्नुहोस् तपाईँको छोरो। तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, हेर तिम्री आमा। त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे। सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्ला गरे, त यहुदीहरूका राजा होस् भने आफूलाई बचा। यो यहुदीहरूको राजा हो भन्ने दोष पत्र पनि उहाँको मास्तिर थियो। क्रुसमा टाँगिएका अपराधीहरूमध्ये एकजना अपराधीले उहाँको अपमान गर्दै भन्यो, के तिमी ख्रिस्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ। तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो, तँ पनि त्यही दण्डमा परेको छस्। तापनि परमेश्वरको डर मान्दैनस्? हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौँ, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्। तब त्यसले भन्यो, हे येशू, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। उहाँले त्यसलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ। प्राय दिउँसोको 12 बजेको थियो र 3 बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो। उच्च स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईको हातमा सुम्पन्छु। यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। त्यसै घडी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म 2 भाग भएर च्यातियो र जमिन काप्न लाग्यो र चट्टानहरू फुटे, चिहानहरू उघारिए र सुति गएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे र तिनीहरू चिहानहरूबाट निस्केर मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरै कहाँ देखा परे। जब कप्तान र तिनीसँग येशूलाई रुङ्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, साँच्चै यिनी परमेश्वरका पुत्र रहेछन्। त्यो दिन तयारीको दिन थियो, यसकारण यहुदीहरूले सबातमा, विशेष गरी यस सबातमा जुन चाहिँ महत्त्वपूर्ण थियो, मृत शरीरहरू क्रुसमा नरहुन् भनी पिलातसलाई बिन्ती गरे र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिउन् भनी माग गरे। तब सिपाहीहरू आएर उहाँसँग क्रुसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एकजनाको, त्यसपछि अर्कोको। जब तिनीहरू येशू कहाँ आए, तिनीहरूले देखे कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ र उहाँका खुट्टा भाँचेनन्। तर सिपाहीहरूमध्ये एकजनाले उहाँको कोखामा भालाले घोच्यो र तुरुन्तै रगत र पानी निस्क्यो। तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाई दिएको हो र उसको गवाई साँचो छ र साँचो बोल्दछु भनी ऊ जान्दछ। उहाँको कुनै पनि हड्डी भाँचिने छैन भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यो कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ, जसलाई तिनीहरूले घोचेका छन् तिनीहरूले उहाँलाई हेर्नेछन्। साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एकजना धनी मानिस आए। तिनी स्वयं येशूका चेला थिए। तिनले पिलातस कहाँ गएर येशूको मृत शरीर मागे र पिलातसले सो तिनलाई दिने हुकुम गरे। योसेफले मृत शरीर लिएर सफा मलमलको कपडाले बेरे र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे। र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुडाइदिए र तिनी गए। भोलिपल्ट अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातस कहाँ भेला भए र भने, हजुर, हामीलाई याद छ कि त्यस ठगाले जिउँदो छँदा
3 दिनपछि म फेरि उठ्नेछु भनेको थियो। यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्र त त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान् र त्यो मरेकोबाट जीवित भई उठ्यो भनेर मानिसहरूलाई भन्नेछन् र त्यो पछिल्लो धोका पहिलो भन्दा अझ नराम्रो हुनेछ। पिलातसले तिनीहरूलाई भने, तिमीहरूको आफ्नै पहरा छँदैछ, जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख। र तिनीहरू गएर ढुङ्गामा मोहर लाए र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे। सबातपछि साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठुलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो र पोसाक हिउँ जस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे र मरे तुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराओ, किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभए बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। तब चाँडो गएर उहाँका चेलाहरूलाई खबर देऊ कि उहाँ मृतकबाट जीवित भई उठ्नु भएको छ र उहाँ तिमीहरूभन्दा अगाडि गालिलमा जाँदै हुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु। अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए र उहाँका चेलाहरूलाई खबर दिन दगुरे। अकस्मात येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, शान्ति। तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, नडराओ, गएर मेरा भाइहरूलाई गालिलमा जानु भनिदेऊ र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्। मृत्युबाट पुनरुत्थान हुनुभएपछि येशू धेरै पटक आफ्ना चेलाहरू कहाँ देखा पर्नुभयो। 500 भन्दा बढी मानिसहरूले उहाँलाई देखे। ती 11 जना चेलाहरू गालिलको त्यस डाँडामा गए जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो। तिनीहरूले उहाँलाई देखेर दण्डवत गरे र कतिले चाहिँ शङ्का गरे। तब येशू तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ। पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।